माथिको पढ्नु त नेपालीमा लेखेको सबले लोभले लाभ लाभले बिलाप यही फस्ने हो क्या सबजना। स्टक मार्केटमा किन्न चाहिँ सिक्नुहुन्छ तर मरे बेच्न आउँदैन क्या कसैलाई पनि, प्राय जसोलाई, कसैलाई पनि त नभनौँ। आइपिओ त बेच्नुहुन्न। अहिले तपाईँहरूको पोर्टफोलियोमा हेर्नुभयो भने 27वटा 28वटा 30वटा कम्पनी छ होला। कतिजनाको छ? कतिजनाको छ? नट ढाँटी भन्नु त 20 भन्दा बढी स्टक भएको मान्छेहरू इन्क्लुडिङ आइपिओ। अनि त्यो आइपिओ के कोलाई राखिरहे? पहिला पहिला पो 100 150 200 किताब पढ्थ्यो, अहिले 10 किताबबाट तिमी 100 कहिले पुग्ने 50 वर्षमा? किन नबेचिरहे? बेच्नु पर्दैन? बेच्ने प्र्याक्टिस गर्नु पर्यो क्या स्टक मार्केटमा। जबसम्म बेच्नु हुन्न कमाउनु नै हुन्न, बेच्न सिक्नुपर्छ सबभन्दा पहिला भनेको। अनि कसरी सिक्ने त भन्दा आइपिओ बेचेर पहिला सुरु त। आइपिओ बेचेपछि ओहो कमाइदो रहेछ भनेर कन्फिडेन्स आउँछ, अनि अर्को किन्नुहुन्छ, त्यसमा अलिकति घाटा खानुहुन्छ, ओहो हुँदैन रहेछ भनेर हुन्छ, अनि सिक्न थाल्नुहुन्छ, अनि कुरा गर्न थाल्नुहुन्छ। अब यो CAGR भनेको थाहा छ हजुरहरूलाई? कम्पाउन्डेड एनुअल ग्रोथ रेट थाहा छ? ल नयाँ कुरा सिक्नु है त आज, फ्यान्सी कुरा। म एकदम सिम्पल भाषामा सिकाउँछु, एकछिन ध्यान दिनु ल, यो जरुरी छ। तपाईँले आज कुनै व्यापार खोलेको 6 वर्ष भयो अरे। पहिलो वर्ष तपाईँलाई 10% घाटा, दोस्रो वर्ष तपाईँलाई 20% नाफा, तेस्रो वर्ष फेरि घाटा 30% जति, चौथो वर्ष 15% घाटा, पाँचौं वर्ष 100% नाफा। अनि छैटौं वर्षमा आउँदाखेरि तपाईँको साथीले आएर सोध्यो अरे, त 6 वर्षदेखि काम गरिरहेछस्, 6 वर्षमा तैँले घाटा गरिस् कि नाफा गरिस्? मोटामोटी तेरो हिसाब के छ भनेर सोध्छ नि। तपाईँ के भन्नुहुन्छ? पहिलो वर्ष मेरो यस्तो भयो, दोस्रो वर्ष यस्तो भयो, तेस्रो वर्ष यस्तो भयो भन्नुहुन्छ कि काम गर्दै जाँदा कहिले घाटा कहिले नाफा भयो, तर ओभरअल आजको दिनमा हेर्दा म यो पोजिसनमा छु भनेर भन्छ नि। त्यो यही मोटामोटी यो पोजिसन भनेको यो CAGR हो। कहिले नाफा कहिले घाटा, कहिले नाफा कहिले घाटा, तर सबैलाई हेर्दाखेरि कति आयो त भन्दाखेरि विगतको 30 वर्ष त्यहाँ 28 रहेछ, तर 30 वर्षको हिसाबले नेप्से कहिले घट्या छ कहिले बढ्या छ, तर आजको दिनमा पनि नेप्सेले 12.38% को CAGR रिटर्न दिएको छ इयर अन इयर। भनेपछि राम्रै छ क्या, अझै फिक्स्ड डिपोजिटहरू भन्दा पनि राम्रै रिटर्न दिन सक्ने ठाउँ भएकोले गर्दाखेरि हामीले स्टक मार्केटलाई पनि सिरियसली लिनुपर्छ भन्थे। आजकल चाहिँ अलिकति स्मार्ट हुनुपर्छ है, किनभने फटातोरी कम्पनीहरू टुप्पोमा गएर किन्नु भएको छ भने त कहिले पनि ओल्ड इज गोल्ड हुँदैन। कम्पनी पनि अलिकति ठिक्कको चाहिँ पर्नुपर्छ। तर यदि तपाईँले आफ्नै पैसाले लगानी गर्नु भएको छ भने घट्दाखेरि पनि बेच्नु भएन भने बढ्दाखेरि त्योभन्दा बढी बढ्छ बढ्छ बढ्छ। यो चाहिँ डेटाले भन्छ है, 30 वर्षको डेटाले भन्छ।